अहिले चाहिँ भान्जा चाहिँ जोतेर पनि आइसक्यो होइन अनि एकछिन थकेर लाग्यो भान्जालाई अनि यतातिर हाम्रो बुवा पनि हुन्छ बुवा नमस्कार है नमस्ते बाबु सन्चै हुनुहुन्छ सन्चै बाबु अनि काम अब कोडो बिउ राख्ने बेला भएछ यो खेतबारीमा हजुर हजुर अनि चाहिँ अब हाम्रो पहाडतिरको जग्गा कहर छ भने चाहिँ अब ढुङ्गाहरू त्यस्तो छ त्यसलाई चाहिँ यसो जिलाइ कलाइ गरेर फाल्ने अनि चाहिँ कोडो बिउ राख्नको लागि ए आफूले पनि जोतेर पनि आफूले पनि मिलाउनु पर्छ है मिलाउनु पर्छ नि बाबु जिलाउनु पर्छ नि पुरा झार जङ्गल हुन्छ नि यहाँ ए घडे दुबो हुन्छ यहाँ के रोप्ने अरे बुवा यसमा चाहिँ कोडोको बिउ छर्ने यतापट्टि भान्जा हेर्नु पऱ्यो गल्बिन्छ बिज छ अब यो मेरो नाति हो मेरो चाहिँ दिदीको छोरीको छोरा हो भान्जीको छोरा हो हजुर मेरो नाति पर्छ हजुर हजुर अनि यसले चाहिँ अब अलिकति गीतमा चाहिँ नाच्न जान्ने यसो बोल्न जान्ने भान्जा सुन न काम गर्छ तिमी कसो बोलेको हो लप परे क्या भान्जा लप परे तिम्रो तिमीलाई केटीले बिहार्छु भने कुकोसँग बिहार्छु हेर तिमी सुईसँग कि करीसँग कि अहिले ब्रेकअप भयो भन न ब्रेकअप भयो ए बाबु नलजाइन ए यता हेर न भान्जा तिमी पनि कस्तो लजाएको के त्यो तुन्तुरो छैन के हो भान्जा यता हेर भन न भएर चाहिँ त्यस्तो लजाउने हो भन्नु टक्क बोल्न यता हेर न भन्नु के भन्नु म सुन भन्दा गर्लफ्रेन्ड छ कि छैन भन्नु नि त गीत लाउनु अफ गर न भान्जा गर्लफ्रेन्ड छ कि छैन भन्नु न छैन कि साँच्ची साँच्ची ए छ अरे त 5वटा कि कतिवटा छ अरे गर्लफ्रेन्ड कोल भन्यो कुन ठाउँमा छ भन्नु नि त कोल भन्यो ल मैले सुनेको थिएँ जोली जे पनि भन्छ नि कुन ठाउँमा छ भन्नु हजुरको हजुर अरू कुरा सुनेर हो कुन ठाउँमा छ भन्नु नि त छैनन् के यहाँ ल पोखरामा छ कि छैनन् अनि काठमाडौँमा अनि बुटोलमा कहाँ छन् कहीँ छैनन् यता हेर भन न कस्तो लजा कि तिमी कहीँ छैन के छैन कसम छैन कसम किन कसम के किन गर्लफ्रेन्ड नबनाएको त बनाउने नै किन कहिले बनाउने आज पछि बनाउने ऐसान लाउ न भान्जा ल ऐसान लाउ त अहिले फेरि चलाऊ ल अनि भान्जा अनि बडी देखेको नि त बडी बडी पनि कस्तो खतरा देखियो त हेर त भान्जा भान्जा यता हेर न ए त भान्जा तिमी यस्तो ह्यान्डसम थियो कति वर्ष लागेर भन्नु त 13 जय अनि आगुन कति वर्ष लाग्ने 12 15 13बाट 15 लाग्ने हो बुवा थाहा होला हजुरलाई कति वर्ष लाग्यो होला मेरो नाति हो हजुर हजुर ए हाम्रो हेर्नु त लङ आफ्टर लङ टाइम अरे कसले हालेको ए हाम्रो भिडियो चोरेछ है ए भान्जा लजाएर भइरहन्छ भान्जा अब कसो बिहा नि करी छ कि दुइटै बिहा नि हो बिहा नहुने तुन्तुरो छैन र तुन्तुरो छैन र के रे तुन्तुरो ए भान्जा त भागेर हेर्नु न उता बसेर पुरै गर्लफ्रेन्ड चाहिँ बोलिदिएछ कि भन्छ बिहे गर्छ भने है मामा कस्तो छ ठिक छ केही छ भन्ने मामा मामाले जोत्नु हुनुहुन्छ त फेरि मामालाई पनि देखाउनु पऱ्यो नि मामा सानोमा त खतरा जोत्नु भयो होला तपाईँले ढुङ्गा चाहिँ ढुङ्गालाई लास्टै गर्ने के भयो नि भन्छ फेरि को हेलो म यही हो यहाँ भ्लग बनाउँछु क्या भान्जा बोल्दै खराब भान्जा बोल्दै को र भाइ को भाइ मेरो भाइ ए बोल्नु कटुल ए बुझ्दैनले राम्रोसँग बोल्नु के देखिएन काट्दो अब भान्जा गर्लफ्रेन्ड छ त मलाई फेरि धेरै गर्लफ्रेन्ड चाहिँ बोल्न जस्तो लाग्यो मलाई कसम भान्जा फेरि
गल पनि गयो पुरै टिकटक हेर्दैछ कि लगाएछ है हामी चाहिँ अब अझै 1-2 घन्टा लाग्छ अरे हामी एकछिन यहाँ अब भान्जासँग गफ गरेर भान्जा लजाएर हैरान भयो होइन खरा भान्जा लजाएर हैरान भयो कि फेरि यहाँ चाहिँ एकछिन त्यही नि हो त ठाउँ चाहिँ बबल छ म्याग्दी धारापानी होइन बुवा धारापानी एकदम रमाइलो छ होइन एकचोटि आउनु होला होइन सबैजना हाम्रो एमआरबीको गाउँ पनि अलि यतापट्टि हो म तपाईँलाई अर्को भ्लगमा देखाउँछु होला होइन मेबी हामी चाहिँ अब अहिले एकछिनमा पुरै हामी गाउँतिर आफ्नै यो हुन्छ नि म्याग्दी धारापानी पुरै भिजिट गर्छौँ हामी देखाउँछौँ भान्जासँग कुराकानी भइहाल्छ अहिले तपाईँलाई म देखाइहाल्छु हेर्दै गर्नु होला सबैजनाले भिडियो चाहिँ अन्तिमसँग हेरिदिनु होला स्किप नगरिदिनु होला यो भिडियोलाई एकदम फुल सपोर्ट गरिदिनु होला